हेलो गाइस, म चाहिँ आज यता सन्तानेश्वरतिर घुम्न आएको छु। हामीसँग हाम्रो चाहिँ मिस्टर मोहित पाण्डे अनि प्लस हामी चाहिँ एउटा मार्केटिङमा हिँडेको थियौँ खासमा। तर यस्तो 2 मिनटको समय मिलाएर ल यतै आएपछि हल्का त रमाइलो गर्नु पर्यो नि। हो, त्यो रमाइलो गर्न चाहिँ हामी कहाँ आयौँ त? यही हाम्रो राप्तीभन्दा अलिकति केही किलोमिटर अगाडि एक्ज्याक्ट मलाई थाहा भएन है, तर नारायणपुर आइसकेपछि त्यसको जस्ट भित्र अलिकति अराउन्ड 1 किलोमिटर अगाडि चाहिँ हाम्रो यो सन्तानेश्वर जाने बाटो रहेछ। बहुत पहिला आएको थिएँ है। 5 किलोमिटर चलाएको 1 किलोमिटर भएको छ हैन। यस्तो कुरा चाहिँ सुन्नुहुन्न है। हामी चाहिँ लगभग भनौँ न के भनेर पुग्न लागिसक्यौँ। अलमोस्ट माथि चढ्न मात्रै बाँकी छ। ट्रेकिङ गरौँला के कस्तो हुन्छ अब थाहा हुन्छ त्यति बेलै। ल त के भन्ने होला यार, मौसम चाहिँ राम्रो रहेछ। यस्तो मौसम सुहाना, यस्तो चिसो चिसो मौसममा यस्तो रुखहरू ढल्देपछि फोटोहरू खिच्न त मजा आउँछ नि हौ। यो ओहो, बाटो अलिकति हेर्दा अलिकति डर लाग्दो रहेछ। त्यस्तो पनि न, तर बाइकमा अलिकति चलाउने मान्छेको भर भएन कि मलाई के भयो। जोक आफ्नो जोक। न हाम्रो चाहिँ ड्राइभर चाहिँ हेप्पी ड्राइभर हुनुहुन्छ, एकदम हेप्पी ड्राइभर। हामी चाहिँ पल्सरबाट हिँडिरहेछौँ। अब कहाँसम्म पुग्ने हो थाहा छैन, र लोकेसन चाहिँ सन्तानेश्वर हो। होइन, अगाडि चाहिँ एउटा स्पिड ब्रेकर आएको थियो क्या, त्यही भएर यस्तो हुन्छ कहिले कस्तो धुलोमा मुख जानु। कहिले कसो त अब धुलो बाटोसम्म मुख जानु पर्यो त। अब त्यो उनै हो। या ब्रेक डान्स, प्रो ब्रेक डान्स। ए यस्तो गाली गर्न पाइन्न है। दिस इज माई न्यू भ्लग, फर्स्ट भ्लग। र पहिलो भ्लगमा यस्तो गाली गरिदिएर त गाह्रो जान्छ नि यार। के भन्छन् स्ट्रिक्ट टुटिहाल्छ। अरे के हानिदिन्छन् न, के भन्छन् त्यसलाई? स्ट्राइक, कपिराइट। ओ यता क्या सही छ हो। सही सिन छ कसम से, सही सिन। यस्तो पातलो बाटो, यस्तो मजाको सिन छ। पछाडि मेरो हेर्न सक्नुहुन्छ, जस्ट लुक एट द। यतिमा मात्रै हामी हिँडिरहेछौँ र बाइकमा छौँ। खास त बुलेट ल्याउने मन थियो, तर के गर्ने यार, साथीसँग बुलेटै थिएन। अब आफ्नो R15 माथि जान्न, के गर्ने। लौ त गाइज, हामी कहाँ पुग्यौँ त? हामी छत भन्छु, सन्तानेश्वर पुग्नेवाला छ भाइ, पुग्नेवाला छ। अझ कति टाढा छ? अहिले पुग्न लाग्छौँ। अहिले पुग्न लाग्छौँ, मतलब मेरोवाला पुग्न लाग्छौँ है। ए पानी ल्याएछ। पानी चाहिँ म ल्याउन बिर्से छैन। खानेकुरा त अब छैन दोस्त। अब यहीँको अब घाँस फुस अब के हुन्छ, केही न केही यसमा फल्छ नि फलहरू जङ्गलमा, त्यो खाने हो। आज यदि भयो भनेपछि एडभेन्चर गर्ने हो के ब्रोले, आज एडभेन्चर गर्ने हो। एडभेन्चर गर्ने हो न? हो, एडभेन्चर गर्ने हो। पुरा जोसो जाँगरमा हुनुहुन्छ। अरे यार, यस्तो एउटा कुरा बिर्सिरहेछु यार। अब त्यसमा त सरी गाइज, मैले त म गर्लफ्रेन्ड ल्याएको थिएँ। 45-50 केजीको चाहिँ मजाले ड्राइभ गर्न सजिलो हुन्छ, तर यो 90 केजीको मान्छेलाई बसाएर चढ्दा कम गाह्रो भएको छ यहाँ। यस्तो कमेन्ट गर्ने मन थियो, तर अब के भन्ने। अब 90 केजी भनिदिएपछि त अब के नै भन्ने होइन गाइज। आमै बाटो हो कि के हो यो? यस्तो यो साङ्ग्रो पातलो साङ्ग्रो कुन बाटो हो? यस्तो बाटो हामी हिँडिरहेछौँ कि ब्रो। यस्तो त्यो पनि बालुवा हल्का पनि दायाँ बायाँ भयो भने ए किला उलाई। यस्तो हेरौँ गाइज है, फलहरू रातो पहेँलो सब फलहरू ट्राई गर्दै जाऊँ न कस्तो हुन्छ। ओहो, खाने होइन त्यो। किन? खै के कस्तो पोइजन वाला होला भने गयो। पोइजन वाला भन्नाले ऊ हो यार, यसमा रातो रातो आइरहेछ ऊ एकदम। बिहान पनि रातै आउँछ फेरि। होइन त्यस्तो पनि होइन यार। आउला खै के त्यस्तै खानु राम्रो थियो, तर है स्मेलमा चाहिँ राम्रो थियो, खाना त मिलेन।
तर केही छैन, अरू केही खाम्ला। खानेकुरा नभएपछि के हो त बरु, हामी त यहीको हौ, लोकल हौ। लोकल पाले नभए लोकल घाँसफुस पनि खाम्ला नि। एउटा थियो नि भिडियो बन्ने होइन त, के भन्छ थारूको जोइ त्यस्तै बन्ने होइन र हाम्रो कनौजिया र पाण्डेको बुहारी भन्देऊ न, यही घुम्न हामी यसरी घुमाउन ल्याउँला नि। कतै नभए भने मन्दिर त पक्का लगाउँला हो किन। डिस्को र पप त भन्न सकिन्न कान्छु, मन्दिर चाहिँ ग्यारेन्टी हो, फिक्स हो है। मन्दिर त ल्याउने हो। अब मासु नभए भने 56 थरीको भोग चाहिँ 56 थरीको खाना पाउन सक्छौँ है, हो कि नै। पाण्डे भनेको पाण्डे हो नि फेरि। यस्तोमा त हामी पुग्दिने हो। कस्तो बाटो छ यो पछाडि हेरमै गाइजी, हेर यसरी रुख जोडिएको हुन्छ। पुरा हात दुख्यो यार, बहुत हात दुख्यो। रक बनाउँदा त तलै जाने हो, तल जाने। हामी चाहिँ तल जाने हो, तल जाने फिक्स भयो हाम्रो बाटो। गाइज हामी तल जाँदैछौँ। यो खै नेपालमा भ्लगको कस्तो रेस्पोन्स छ हेरौँ न। हामी पहिलोचोटि यस्तो भ्लग गराउँदाखेरि आवाज मन पर्ला कि नपर्ला के थाहा हौ। हाम्रो आवाज हामीलाई मन पर्दैन यार, त्यो पनि हो, आफ्नो आवाज आफूलाई नि मन पर्दैन, होइन होइन अडियन्सलाई पक्का मन पर्ला है। यस्तो अबे जब त सोच यार, के भन्छन्, कुन के थियो यार, को मन परेको थियो, त्यो नि एउटा हिरो बे। नाम त भयो, नामै थाहा छैन यार। ल यार यही बाटो माथि माथि एकदम एक गियरमा यार। तान दे ब्रो, तान दे, तेरा त नि आउँछ। पुग्यौँ फाइनली गाइस, माथि पुग्यौँ भन्न खोजेको है हामी चाहिँ। माथि भन्नाले सन्तानेश्वरको बाटो माथि हामी पुगिरहेछौँ। अझै पनि धेरै समय लाग्छ यार ब्रो। पुग्ने हो त आज पुग्ने हो त, पुग्ने हो कि होइन यही बाटो केही थाहा छैन। पुग्ने हो, पुग्दिउँला, यही बाटो होला जस्तो लागिरहेछ। के अरे भएन भने नयाँ बाटो डिस्कभर गर्छौँ नि हामी। तर गाइज हल्का चाहिँ यस्तो माहौलमा हल्का चाहिँ डर लाग्छ है बाघ भालुको है। बी केयरफुल, हजुरहरू चाहिँ एकदम बी केयरफुल भनौँला। तिमीहरू हामी एउटा एज हो नि ब्रो, हो कि न। देखिनँ म भर्खर पनि स्विट एन्ड सिम्पल देखिन्छु है भैया। सन्तानेश्वर लस्ता ही हो। चलो ल गाइज हामी चाहिँ सोध्यौँ ठ्याक्क, अब बाटो यही रहेछ, फिक्स भएको, कन्फर्म भएको। राइट बाटो हिँडेछौँ हामी। हो कहाँबाट? राइट बाटो नि, राइट बाटो, राइट राइट राइट, सही बाटो। यसरी पकाउनु पर्यो। अब मेरो हात धेरै दुख्यो। चलाउने मान्छेको त होइन यार, तर यसरी पनि क्यामेरा अलिकति लेफ्ट एङ्गल पनि अलिक ठिकै छ ब्रो। लुक एट दिस इज द खोला ब्रो। माथि माथि ब्रो, माथि हामी माथि जाँदैछौँ। यो पाइनको रुख जस्तै छ ब्रो। माइक ल्याउनु पर्ने थियो क्या, माइक नभएर बर्बाद भएको हाम्रो ब्लग। माइक राखेर त्यहाँ किन ल्याउनु? केही छैन, त्यही पनि आवाज क्लियर गराउँछ है ब्रोले। पक्का आवाज क्लियर गरेर यो युट्युबमा आउँछ, फेसबुकमा आउला, जेमा आयो नि हेर्ने हो कि नै त गाइस। हेर्ने हो नि, हेरिदिनु यार। लाइक सेयर सब्सक्राइब चाहिन्न मलाई, जस्ट हेरिदिनु, भ्युज भए मलाई पुग्छ। मलाई त्यो खाँचो छैन, पैसा आफूले बहुत कमाइयो तर देखिन्न यार। बचाइयो न, बचाइए न। अरे त्यो डायलॉग छ त, बचाता वो है जिसको डर है वो कल कमा ना पाए। हमने सारे खर्च कर दिए। बचाता वो है जिसे डर है कि वो कल कमा ना पाए, हमने सारे खर्च कर दिए। रास्ता कुन हो, बाटो कुन हो यार, अब जान्न होला। ए बाटो यो छ त। ल गाइज हामी चाहिँ अब ठ्याक्क यो बाटो अलिकति हल्का बिर्सेको थियौँ कुन बाटो हो भनेर। ल
तर अहिले चाहिँ थाहा पायो कि हाम्रो बाटो चाहिँ यो रहेछ एकदम मस्तको रहेछ यस्तोमा बाटो हुँदै हुँदै हामी कहाँ जाने हो त हामी यस्तो माथि माथि पहिया मजाले उठेछ हो माथि अगाडि पहिया चाहिँ उभिए रहेछ है म देखाउन सक्दैन अहिले हजुरहरूलाई कहाँ पुग्यौँ दोस्त हामी चाहिँ सायद माथि पुगिसकेछौँ अहिलेसम्म कति माथि पुगेछौँ त्यो थाहा छैन सीधा त बाटो होला 97 वाला रास्ता ही है चलो मिल गयो चलो पाइगयौँ है ब्रो हामी चाहिँ पाइसकेछौँ बाटोको कुन बाटो जाने कसरी जाने हो त्यही थियो यार म कन्फ्युज हो गयो हेर्नु माथि है अलि एकदम हेरेर हिँड्नुपर्छ बाटो अलिकति खतरा छ नि ब्रो खतरा छ के ओ चिसो लाग्यो नि यार शरीरमा जस्तो चाँगो चिसिङ आउँदो रहेछ त चिसोले ओ यस्तो तराई ठाउँमा त कस्तो गर्मी हो र जाडोमा जाडो होला खै त यार ब्रो हामी त एउटा स्वेटर एउटा टी सर्टमा आइदिएछौँ घाम लागेकै छ मस्तले देखेकै छ सक्नु पर्यो त ब्रो हल्का गर्मी त भइहाल्छ नि र हल्का चिसो के यहाँ त मान्छे हामीलाई जे कुरा पनि धेरै चाहिन्छ बाटो गाइड बहुत खतरनाक छ यहाँबाट खस्यौँ भनेपछि हाम्रो फटिहाल्छ सब कुछ म देखाउन सक्छु हजुरहरूलाई खै रोक त म देखाउँछु बाटो हामी कस्तो बाटो पाइन्छ त बाटो देखाउँछु ब्रो बाटो लुक एट द वे यो बाटो हेर्नुहोस् हामी यो बाटोदेखि भर्खर आएको यस्तो बाटो छ नि र केही छैन कि यस्तो एडभेन्चर गर्न यस्तो रमाइलो गर्न हामीलाई पनि मजा आउँछ के हामी दुई भाइ हिँडेछौँ घुमघाम गर्न यस्तो आज शुक्रबारको दिन फ्राइडे अबे गइहाल्थे गइहाल्थे बची गए ब्रो बची गए गाइस म बची गए खुट्टा तान्यो खुट्टा तानियो अगाडि चप्के भने फेरि यस्तो पानी यस्तो छिक्क आइगयो भनेपछि अझै गाह्रो भइजाला यस्तो यहाँ एउटा बनाउनु पर्यो कि एउटा ठ्याक्क यस्तो राख्ने बनाउनु पर्यो अनि यसरी आफै अटोमेटिक हटेर चल्नु पर्यो यार दुई ठाउँ बच्यौँ है दुई ठाउँ बच्यौँ कस्तो भाग्यले साथ दियो होला तेस्रो ठाउँ पनि बस्नु पर्यो है गाइस तिमीहरू के भन्छन् त्यो गर यसरी हात गर हाम्रो लागि कि वी आर सेफ भिडियो हेरेपछि त्यति बेला थाहा पाइन्छ तिमीहरू तलै हो यार न तलै जाने हामी माथि त धेरै पुगेर आइसक्यौँ नि हौ तल जाने हो अचम्मै बाटो हो कि के हो यस्तो यो बाटो मजाक लगाइरह होला हजुरहरूलाई थिए खेल ठट्टा गरेर बाटो हेर्नुहोस् है यो बाटो मात्रै हेर्नुहोस् यस्तो बाटो चढ्नु पर्छ कता हो अब यसपछि माथि यो बाटो साङ्ग्रो बाटो धेरै हुँदैन साङ्ग्रो दुईवटा अप्सन छ भनेपछि हामीले अलवेज चुज द बेटर अप्सन हो कि नै यदि हामीसँग कुनै पनि दुईवटा अप्सन छ भने चाहिँ हामीले के गर्छौँ अलवेज चुज द बेटर अप्सन अलिकति केही तलमाथि छ भने अब त्यो त यार अब त्यो तिम्रो चोइस हो नि यार त्यसले छोडेर गई त्यसले बेटर अप्सन पाइ हो उसलाई उम्मिद धेरै थियो होला तिमीले त्यो उम्मिद दिन सकेन त्यही भएर तिमीलाई छोडेर गए है मलाई हो त्यही गर्दा बुझे अप्सन बेटर पाए नि त्यसले बेटर अप्सन त मान्छेसँग भइहाल्छ नि यार मान्छे हो यार अप्सन नहुने कुरै छैन हामीसँग नि सबसँग नि अप्सन छ हुन्छ नहुने होइन तर डिपेन्ड गर्ने हो कि हामीले अप्सन कहाँनिर हेरिरहेछौँ त के सब ठाउँ अप्सनै हेर्ने होइन सब ठाउँ अप्सन पनि हेर्नुहुन्न माया पिरती भन्ने के हो कसो हो कुन चिज हो हरेक कुरा बुझ्नुपर्छ हामी यस्तो बाटोमा हिँडिरहेछौँ बस माया इन्जोय गर्नको लागि जस्ट फर लभ ब्रो तर केटीको लागि हिँडेको छैन है फेरि नट फर गर्ल्स ब्रो वी आर जेन्युन सक्त लोन्डा हामी सक्त मान्छे दुईजना मात्रै न अगाडि न पछाडि जहाँबाट हेऱ्यो भने हामी मात्रै दुईजना
एक हातमा मोबाइल दोस्रो हातमा जान्छ कि पहिलेदेखि गर्छ यस्तो बबाल ओहो तल जाऊ कि माथि जाऊ नि मलाई थाहा छैन हुँदा यार गीत आइगयो मलाई अब हामी जङ्गलमा छौँ ब्रो जङ्गल हिरो जङ्गल यार जङ्गल यार जे इङ्ग्लिस त बोलिरहेको छु पुगिसक्यौँ हेर्नु हामी पुगिसक्यौँ है पुगिसक्यौँ ठिकै छ ठिकै छ यो बाटो हामी हिँड्ने बाटो यस्तो छ है हामी यस्तो बाटोमा हामी कसरी हामी हिँडिरहेछौँ हामीलाई थाहा छ है बाटो यो बाटो र यो बाटोमा चाहिँ को त वी टु इडियट्स ल गाइज हामीले चाहिँ अब यो बाइक चाहिँ पार्किङ राखेर अब हामी चाहिँ माथि जाने हो माथि नै पुग्नु छ हामीलाई माथि नै पुग्नु छ आउनु है ल हामी पुग्दैछ अब के कस्तो हुन्छ अगाडि थाहा हुन्छ अब त्यसमा ब्लगहरू चाहिँ हाम्रो आउने हो ब्लग आउने हो धेरै माथि रहेछ यार जस्ट लुक एट द वे नै हेलमेट सोध्नु नि फेरि त्यो हजुरआमालाई भने भइगयो फेरिन्छ कि त्यही राखे पनि हुन्छ कि म छँदैछु नि फर्किने छ होला हजुरआमा त्यही भएर गुनाले दुईटा पनि छ यो के गर्ने त्यसमा प्याम्पलेट पानी छ पानी गयो त पानी लाग्ने न त्यो के गर्ने पानी हुन त छैन पछि फेरि चाहिन्छ होला यो राखिदिन्छु गरौँ किन लैजाने एउटा बोतल लैजाने एक बोतल लाग्छ मैले फेरि आएपछि फेरि खाम्ला अहिले पानी ल अब गाइज हामी माथि हिँड्न लायौँ है अब त हुने हो धेरै माथि हो यार कहाँदेखि कहाँ पुग्ने हो थाहा छैन पुगिन्छ कि नै त्यो कुरा हो एउटा खासमा पुगिन्छ है पुगिन्छ कुन बाटो हिँड्नु यो बाटो हो कि यो बाटो हो यो बाटो होला पक्का ल माधव सर कहाँ हो हामी यस्तो अलिकति माथितिर जाऊँ भनेको अलिकति होइन बहुत छ जाऊ सिधै हो त्यहाँ पुगेर यहाँ आउनलाई कम्तीमा 2 घन्टा लाग्छ हो अब मामा थाकेर आएर हामी त खाजा लिएर आएको थियौँ खाने भ्याउ नै हामी अब माथि नै पहिला जाने पहिला त्यसपछि दर्शन गरेर आइहाल त्यो पनि हो ल सर इन्जोय गर्नु है ल हामी चाहिँ ठ्याक्क अब हाम्रो चाहिँ उता अब नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसको हाम्रो चाहिँ एकदम युवा नेताजी हुनुहुन्थ्यो उहाँसँग हल्का भेट भयो धेरै खुसी लाग्यो धेरै समयपछि भेट भयो आज अब हामी चाहिँ बाटो लास्टैको रहेछ है एकदम पुरा के भन्छन् त्यसलाई स्लोप टाइपमा रहेछ ठाडो रहेछ बाटो पुगिन्छ होला 2 जना हेर्न सक्नुहुन्छ है हेर्न सक्नुहुन्छ हजुरहरू मजाले साँच्चै यार 2 मिनट भएन हिँडेको यस्तो शरीर पुरा उभइगयो भनेपछि यो पावर ब्याङ्कमा यस्तो गरौँ कि बोकेछु मैले यो पावर ब्याङ्क हातमा बोके नि पो त खै होइन यार यो हातमा बोक्नु पर्यो कि दोस्त तिमीले यो हातमा बोक्नु पर्यो म पनि सक्दैन यार थाक्यो यार ल गाइज हामी चाहिँ चढ्ने बेलामा सन्जु बाबु स्टाइल चढ्दैछौँ अब झर्ने बेला कस्तो हुन्छ त्यो पनि भिडियो हजुरहरूले देखाउँछु है खै एकचोटि मलाई देखाएको म सन्जु बाबु चल्न सक्छु कि नै जस्ट सो मी इज द्याट ल
स्वामी आउनु हो सन्जु बाबु स्टाइल चढ्ने बेला चढ्ने बेला सन्जु बाबु स्टाइल है गर्ने बेला थाहा छैन यो सार्कीको पोस्ट पनि गर्ने मन थियो यसरी गरेर तर के गर्ने पुगे छैन पुगेपछि पक्का गर्छु फाइनल्ली आधी बाटो पुगेर पनि यस्तो भ्यू रहेछ है गाइस भ्यूज हेर्नु साला जाडो महिनामा पनि पसिना पसिना भइसक्यो हामी जाने ठाउँ कहाँ गयो देखेन त हौ ऊ त्यहाँ छ क्या त्यो डाँडा क्रस गरेर त्यसको पछाडि चाहिँ मन्दिर छ त्यहाँ जानुपर्ने हो हामी यो हाम्रो चाहिँ ठाउँ हामी जहाँ आएर रेस्ट गर्दैछौँ कहाँबाट आछौँ ए तल्ल है पहाड छ देखेन तलबाट आएको छौँ यसरी पुग्ने हो हामी त्यो बाटो कहाँ छ त्यो त्यही बाटो हो कि आएको कि क्या हो अब हामी बुझे हामी पहिला आएको त्यो बाटो हो हामी चाहिँ तलबाट आयौँ पहिला ऊ तलबाट आयौँ फेरि हामी चाहिँ यसरी अब यसरी चढ्दै कहाँ घुमी हामी पुगेछौँ यहाँ अब यहाँदेखि फेरि हाम्रो यो बाटो पकडी फेरि पुग्ने हो त्यहाँ त्यति धेरै टाढा छ है गाइस रमाइलो आउँछ मजा आउँछ कसले भन्छ 2 जनामा पनि मजा हुन्न क्या यहाँ 2 जनामा पनि फुल इन्जोय भइरहेछ बस पानी बिर्सिनु होइन पानी चाहिँ सबभन्दा इम्पोर्टेन्ट छ यस्तो ट्रेकिङमा गयो भने यस्तो गयो भने पानी चाहिँ इम्पोर्टेन्ट छ पानी है सेफ वाटर जतिसुकै पानी फाल्नुहुन्न है 20 रुपियाँ 25 रुपियाँ किन्दैखेरि केही छैन 20-25 भनेर फाल्दैन त्यस्तो होइन है गाइस एक बुन्द पानी धेरै इम्पोर्टेन्ट छ हामीले अहिले बुझिरहेको छौँ त्यसको महत्त्व के हुन्छ है हामीले त अफिसमा यो पानी 4 साउरको पानी हाल त त्यस्तो गर्थ्यौँ क्या यहाँ त्यही पानी पनि इम्पोर्टेन्ट देखिरहेको छ जबकि धेरै टाढा पनि छैन क्या नेपालगञ्जदेखि धेरै टाढा पनि छैन त्यही पनि महत्त्व के हुन्छ पानीको यस्तो घाम लागेछ यस्तो पसिना आइरहेछ तर कुहिरो देखिन्छ यार है गाइस फुल अन भाइब ब्रो फुल अन भाइब मिस्टर युप नाम त सुनाइ होगा छैन भने सुन्ने अबदेखि हमेसा नयाँ कन्टेन्ट नयाँ ब्लग नयाँ कुराहरू ल्याइरहन्छु प्रत्येक स्याटरडे एउटा नयाँ ब्लग अथवा नयाँ कन्टेन्ट म अपलोड गर्नेवाला छु चाहे युट्युब होस् चाहे फेसबुक होस् चाहे इन्स्टा होस् चाहे टिकटक होस् है जहाँ हेऱ्यो भने जस्ट हेरिदिनु मात्रै मलाई लाइक भ्युज मलाई लाइक कमेन्ट सेयर मलाई केही चाहिएन सब्सक्राइब गर्नु पर्दैन जस्ट भ्युज मलाई भ्युजको महत्त्व छ है कतिजनाले मलाई हेर्नुहुन्छ त्यति मात्रै मलाई इम्पोर्टेन्स छ भनेर लाइक गराउने होइन नि ब्रो पुग्नलाई कहाँ पुग्नलाई यार भर्खर स्टार्ट गरेछौँ सो फाइनल्ली भन्दा यो त्यसो गरी फाइनल्ली भइसक्यो हामी लगभग पुग्ने अवस्थामा छौँ हल्का अझै माथि हो एकदमै हल्का माथि हो चलो बस ठीक है लो इधर पकड़ो